everyone, welcome to my vlog. Good morning सबैजनालाई हैन मैले टिक भैरव हो यो चाहिँ हैन यता टिक भैरवको पेट्रोल पम्प यता साइडमा छ हैन यो चाहिँ माथि हेटौडा जाने बाटोतिर साइडमा चाहिँ म चाहिँ फर्स्ट त्यहाँबाट झर्छु हैन अनि तल यता टिक भैरवको बाटो ठिकठाकै छ तर छम्बीपट्टि जाने बाटो चाहिँ नराम्रो छ हैन अफरोड छ मलाई मनै पर्दैन बाटो नि हल्का जाने बाटो मात्र हो न उतापट्टि चाहिँ पिच भइसक्यो यता पिच हुनुपर्ने हो मेन रोडमा चाहिँ हुँदैन बजारमा चाहिँ हैन यो चाहिँ पुरुम चाहिँ जाने बाटो उता साइडमा भयो हैन उताबाट आउने चाहिँ खाने यताबाट जाने बाटो यता छम्बी जाने बाटो भयो यो बजार भयो टिक भैरवको बजार हैन कस्तो चिसो आजभोलि त लास्टै चिसो हाजै जस्तै बेर छ बन्द लगाएर पनि के फाइदा छैन यो चाहिँ मन्दिर टिक भैरवको मन्दिर हैन चिसो क्या यार बाइकमा सिधै सिट खस्छ स्टार्ट हुनु पनि गाह्रो छ मेरो मात्र प्रब्लम हो कि जाडो महिनामा सबैको यस्तै हो यो त स्टार्ट हुनु गाह्रो हुन्छ भने बल्ल बल्ल हुन्छ स्टार्ट पनि त गाह्रो छ यस्तो चिसो मौसम हो अनि हो भन्छ चिसो मौसममा चिसो चाहिँ हुन्छ हैन चिसो मौसममा उठ्न चाहिँ गाह्रो के बिहान अल्छी मान्छेले त झन् सुत्दै सुत्दै बनाउँछ होला जाडो महिनामा हैन म पनि अल्छी छु तर के अरे काममा जानु पर्यो हैन काममा नगएसम्म के खान पाउँदैन नेपालमा काम गरे पनि के फाइदा छ र हैन जस्तो लाग्छ मलाई चाहिँ सबै विदेशतिरै आइरहेछ हैन चाहन्छ सबै अब नेपालमै हैन कमाएर बस्न सक्नु कमाएर आफ्नो फ्यामिली पाल्न सक्नु घर बनाउन सक्नु नेपालमा जति वर्ष बसे पनि घर बनाउन सक्दैन होला जस्तो लाग्छ मलाई चाहिँ हैन सो म पनि अब जानु हो केही दिन पछि जस्तो लाग्छ हैन खालि होइन पानी मात्र परिरहेको छ बोल्नुमा र बोल्न आउँदैन सो यो चाहिँ बस स्टप होइन एम्टी छतरै छ नि एम्टी मेरो भन्दा एक पावर बढी छ एम्टीमा सुई तर छोटो अनि पतालो वेट चाहिँ कति छ वेट चाहिँ हुन्छ होला त हुन्छ होला वेट 180 cc भन्दा वेट हुन्छ कि हुन्छ होला खै चलाएको भएको थाहा होइन यो चलाएको भनेको V2 V1 यो 180 अनि पल्सर 220 जति बेला 150 पनि हल्का एकचोटि चलाएको थियो बस पिकअप चाहिँ दिन्छ उकालो पनि मजाले बाइकले चाहिँ डबल अपिङ पनि दिन्छ 180 ले सो अब मान्छेहरूले चाहिँ अब 180 ठिक छैन भन्ने कुनैको सबैको एउटाको प्रब्लम हुँदैन सबैको प्रब्लम त हुँदैन नि होइन गाइज अब सबैको हुन्छ यस्तो हुन्छ भनेर कमेन्ट गर्छ मैले अस्तिको एउटा भिडियो हालेको थियो त्यहाँ चाहिँ मस्त कमेन्ट आएको थियो मैले खासै रिप्लाई चाहिँ दिएन यस्तो कुराहरूमा रिप्लाई दिने होइन नि त होइन जस्तो हालेको मात्र हो नि त होइन राइट अरू अब जे पाइदिए सोचे पनि सोचे मलाई केही प्रब्लम छैन होइन ओहो कति जाडो क्या तत्तेरी भन्ने बानी छ सबै बानी छ बोल्नेमा पानी छ यो घुम्नेमा चाहिँ हल्का फुटपाथ बनाएको भयो भने थियो क्या कहिले घुमाउँदाखेरि ल्याम्मै मान्छेले छुन खालि ल्याम्मै अब मान्छे ठ्याक्कै टाइमिङमै त्यहीँ क्रस गरेर ठ्याक्कै त्यो घुम्तीमै आउँछ नि ठ्याक्कै छुन खोज्छ भने तर्सिन्छु म पनि यहाँ चाहिँ हल्का खोइ फुटपाथ बनाउनु परेको थियो क्या ठ्याक्कै लाग्नु खोज्छ क्या त्यो चाहिँ 4 घाटे साइडतिर हो 4 घाटे बाटोतिर आइपुग्यो हामी होइन उता तलतिर जाने 4 घाटे हो अब हामी टाखेल बस पार्क पनि आउन लागिसक्यो जस्तो लागेन भनेर भन्दिनँ लागिसक्यो होइन यो चाहिँ यता पनि हल्का कसर रहेछ सो गाइज होइन सब्सक्राइब गरिदिनु होला प्लिज रिक्वेस्ट छ होइन भ्लग बनाउँछु आज भोलि धेरै सब्सक्राइब त छैन मान्छेहरूले भ्लग बनायो भने ब्लगर हेलमेटमा म राख्यो भने ब्लगर आयो भन्छ यो चाहिँ बस पार्कहरू हो होइन ब्लगरहरू कति सब्सक्राइब छ भनेर सोध्छ यार लाज लाग्छ भन्नलाई हल्का सो सब्सक्राइब बढाउनु पर्यो यार गाइज सपोर्ट गरिदिनु होला होइन अनि के भनौँ भाइ बोल्नलाई कन्टेन्टै पाएको छैन त्यो पनि हल्का होइन बोल्छु धेरै बोल्न त खासै धेरै जान्दिनँ म ठिक्क बोल्छु धेरै नाटक चटक बोलाउनु पनि आउँदैन होइन सो बोलाउन मतलब बोल्न आउँदैन होइन यो फेरि टाखेलको अनि चापागाउँ यो बाटो योहरू क्या चापागाउँ त्यो बाटो सबै बाटो चाहिँ यत्रै सानो छ कि ठुलो छैन
कुदाउँछु त म बिहान त कुदाउँछु तर दिउँसो चाहिँ कुदाउँदिनँ गाडीहरू हिँडेर हुन्छ फुट ओभरटेक गरेर हुन्छ नि कुदाउँछु चाहिँ तब रोक्नलाई गाह्रो हुन्छ नि त कति सिट खस्यो हेर्नु न गाइस पुस्नुपर्छ अहिले पनि सिट खसिरहेछ नि ठ्याक खसिरहेछ नि यस्तो उज्यालो अलि हल्का उज्यालो भइसक्यो नि त्यो पनि सिट खसिरहेछ कस्तो जाडो हो यो जाडोमा ओ माई गॉड ल गाइस आजलाई चाहिँ यति नै पछि भेटौँला सब्स्क्राइब गर्दै गर्नु ब्लग बनाउँदै गर्छु अनि नयाँ कन्टेन्ट पाए पनि सो त्यसमा इन्टरटेनमेन्ट गरौँला गाइस